दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ सदाची फेरि पनि आज हामी भुन्टी सिरियलको नयाँ रिभ्यू भाग लिएर तपाईँहरूमाझ उपस्थित भइसकेका छौँ। तपाईँ हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिनुहोला ताकि हामीले हालेका भुन्टी सिरियलका हरेक रिभ्यू भागहरू तपाईँहरूमा चाँडै नै ल्याउनेछौँ भन्दै अब भने यसै भिडियोतर्फ लागौँ। दर्शक साथीहरू, अघिल्लो एपिसोड हेरे अनुसार भने हामी सबैलाई थाहा भइसकेको छ। अब भने यता हाम्रो भुन्टी जब चाहिँ उनी आफ्नो श्रीमानको लागि तिर्खाउनु भयो होला भनेर उनी श्रीमानको पानीको तृष्णाको प्यास बुझाउनको लागि उनी भने आफ्नो पैसा लिएर आफूसँग जति पैसा थियो त्यो पैसा लिएर उनी चाहिँ पानी किन्न गएको हुन्छ, जसमा चाहिँ उनी फर्केर आउने क्रममा गोडा धोएर दिएको छोरी पो हुँ त म त। अनि उहाँले सधैँभरि मलाई यस्तै माया प्रेम गर्नुभयो भने त उहाँ बिस्तारैमै बसे तापनि मलाई त्यस्तो कुनै पनि किसिमको समस्या चाहिँ हुने छैन। उहाँले मलाई यति धेरै माया गर्नुहुन्छ, उहाँमा निकै नै परिवर्तन आएछ भने चाहिँ उनी त्यसरी आफ्नो गफ गर्दै आइरहेकी थिइन्। तर बाध्यतावश कारणवश अब भने यता हेर्नुहोस् त साथीहरू, जब चाहिँ यता भूपेन्द्रको प्रेमिका जब चाहिँ यता भूपेन्द्रलाई देखेपछि उनी अङ्गलमार गरेर बसेकी हुन्छन् भने यता भूपेन्द्र केही बोल्न सकेका हुँदैनन्। उनले मुख खुम्चाएर त बसेका थिए, तर उनको स्पर्श कलेजले बुझिदिने। जसमा चाहिँ साथीहरू, जब यता हाम्रो भूपेन्द्र बेडमा थल्लिएर बसेका थिए, उनको उपचार भइरहेको थियो। उपचारकै क्रममा जब चाहिँ यता हाम्रो भुन्टी आफ्नो श्रीमानको साथ सपोर्टको लागि र उपचारको लागि केयर गर्नको लागि उनी चाहिँ बसिरहेकी थिइन्। त्यही बेलामा पछाडिबाट एकजना कालो पहिरन गरेर आएको युवतीले चाहिँ उनीमाथि चाहिँ प्रहार गर्न खोजेकी थिइन् र उनी दौडेर त्यो केटीको चेहरा चाहिँ त्यो बेलामा चाहिँ देखेकी थिइन्। जसमा चाहिँ साथीहरू, अब भने त्यो बेलामा त त्यो केटी को हो, के को लागि आएकी भनेर हाम्रो भुन्टीलाई केही पनि थाहा थिएन। तर अबको वास्तविकता चाहिँ उनले थाहा पाइसकेकी छिन् ताकि ओहो, यो केटी त ती हस्पिटलमा हुने केटी हो, यसकै कारणले होला आज मेरो श्रीमान यस्तो अवस्थामा पुग्नु भएको भनेर कतै सबै हुलिया त हाम्रो भुन्टीले थाहा पाउने होइन साथीहरू। यदि उनले सम्पूर्ण हुलियाहरू चाहिँ थाहा पाइसकिन् भने अबको एपिसोडमा भने कस्तो होला त साथीहरू, जसमा चाहिँ त्यही युवतीको बुवाले डाकुहरू लगाएर त्यही डाकुहरूद्वारा नै उनी प्रहार भएका थिए र त्यही प्रहारद्वारा नै आज हाम्रो भूपेन्द्रको यस्तो अवस्थामा आएको छ। त्यो केटीले त अब भने हाम्रो भूपेन्द्रसँग के साँच्चै नै विवाह गरिन् र हाम्रो भुन्टीले पनि के साँच्चै नै अब भने ती युवतीसँग हाम्रो भूपेन्द्रको विवाह मन्जुरीसँग गरिदिएले नि त साथीहरू। जसमा चाहिँ उनले त भनेकी थिइन् कि ओहो, मेरो श्रीमानले मलाई यति धेरै माया प्रेम गर्नुहुन्छ, उहाँ जस्तो अवस्थामा हुनुभए तापनि मलाई उहाँको निकै नै माया लाग्छ, गोडा धोएर दिएको चेली पो हुँ त भनेर चाहिँ उनी यति धेरै खुसी भएकी थिइन्। अब उनको खुसीको त्यो क्षणिक अवस्था अब भने सकिन लागिसकेको छ साथीहरू। कहिले यता आफ्नो दाइले चाहिँ त्यसलाई छिटोभन्दा छिटो छोडेर आइज भन्नुहुन्छ, कहिले आफ्नो श्रीमानले चाहिँ ओहो, त जस्तो त मैले 1000 रुपियाँ हाल्छु त अहिले नै भर्खरै निस्केर जा, गर्भमा रहेको बच्चा मेरो होइन तेरै जारको हो भनेर चाहिँ उनले त्यस्तोसम्म भनेका थिए। त्यस्तोसम्म भन्ने मान्छेको पनि हाम्रो भुन्टीले चाहिँ स्याहार सुसार गरेर बसिरहेका थिइन्। उनको परिवारले उनलाई कतिसम्म गलत ताएका थिए, तर उनको परिवारले गलत ताए तापनि उनी भने आफ्नो श्रीमान आफ्नो धर्म श्रीमान हो, म धर्म श्रीमती हुँ र पहिलो श्रीमान हुनुहुन्छ मेरो, उहाँ पछि सन्चो भएपछि म आफै पनि निस्केर जान्छु, तर उहाँको यो अवस्थामा मैले यसरी चटक्क छोडेर जानु चाहिँ हुँदैन भनेर उनी त्यो अवस्थासम्म साथ र सपोर्ट दिएकी थिइन्। तर अब भने हाम्रो भूपेन्द्र अलिअलि बोल्न सक्ने पनि भएका छन् र बिस्तारै रूपमा उनको शरीरले पनि काम गरिरहेको छ, हिँड्ने उनी प्रयास गरिरहेका छन्। तर अब भने हाम्रो भुन्टीले सम्पूर्ण स्याहार सुसार गरेर दरेर खडा बनाएपछि अब भने त्यो युवतीले चाहिँ चटक्क आएर चाहिँ अब भने कतै हाम्रो भूपेन्द्रलाई हाम्रो भुन्टीबाट टाढा लिएर जाने त होइन साथीहरू। के साँच्चै नै अब भने उनले हाम्रो भूपेन्द्रसँग विवाह गर्लान् र हाम्रो भूपेन्द्रले फेरि पहिला जस्तै व्यवहार गर्लान् त साथीहरू हाम्रो भुन्टीलाई। तपाईँलाई के लाग्छ? के साँच्चै नै अब भने हाम्रो भूपेन्द्र सुध्रिसकेको र सुध्रिसकेपछि उनले आफ्नो परिवारलाई गर्ने व्यवहार पनि निकै नै फरक भएको र श्रीमतीलाई पनि फेरि पहिला जस्तै माया प्रेम गर्ने हाम्रो भूपेन्द्रको फेरि नियति होला त साथीहरू। तपाईँलाई के लाग्छ? के साँच्चै नै अब भने हाम्रो भूपेन्द्र सन्चो भइसकेपछि हाम्रो भुन्टीलाई आफ्नो श्रीमती बनाउलान् या त त्यही युवतीसँग विवाह गरेर फेरि नयाँ वैवाहिक जीवन गाँच्लान् त साथीहरू। तपाईँलाई के लाग्छ? जस्तो लाग्छ त्यस्तै तलको खाली कमेन्ट्समा कमेन्ट गरिदिनु होला भन्दै आजको रिभ्यूबाट बिदा हुन चाहन्छु। धन्यवाद।